हरेक गाउँको आफ्नै कथा, कतै विकासका नयाँ सम्भावना, कतै अझै आधारभूत समस्यासँग सङ्घर्ष। यो हो कार्यक्रम तपाईँको सहायताभित्र रहेर हामी उठाउनेछौँ हरेक गाउँको वास्तविक समस्या। नमस्कार, म आकाश तामाङ। तपाईँ हेर्दै हुनुहुन्छ गाउँको विकास, जनताको समस्या र सम्भावित समाधानमा केन्द्रित कार्यक्रम तपाईँको सहयात्री। हाम्रो देश प्राकृतिक रूपमा सुन्दर भए पनि आधारभूत समस्याहरू अझै समाधान हुन बाँकी छन्। कतै सडक जीर्ण छ, कतै खानेपानीको समस्या छ, विद्यालय र स्वास्थ्य सेवामा पनि समस्या उति नै छ। यी समस्या कसैको आलोचना गर्न होइन, समाधान खोज्नका लागि उठाएको विषय हुन्। विकास तब सम्भव हुन्छ जब जनता, स्थानीय सरकार र सम्बन्धित निकाय सबै मिलेर काम गर्छन्। यदि योजना पारदर्शी बनायो, जनसहभागिता बढायो र उपलब्ध राम स्रोतको सही उपयोग गरियो भने धेरै समस्या समाधान गर्न सकिन्छ। हामी सबैले आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न सक्छौँ, सुझाव दिएर, सहयोग गरेर र जिम्मेवार नागरिक बनेर। हामीले उठाइराखेका विषयहरू भवन निर्माण गर्नु, सडक निर्माण गर्नु मात्रै विकास नभएर हरेक नागरिकको जीवनस्तर उकास्नु नै असली विकास हो। आजको भिडियो यत्तिकै। तपाईँको गाउँमा पनि यस्तै समस्या छ भने कमेन्टमा लेख्नुहोला। तपाईँको सुझाव र अनुभवलाई आगामी एपिसोडमा समेट्ने प्रयास गर्नेछौँ। भिडियो मन परे लाइक, सेयर र सब्सक्राइब गर्न नभुल्नुहोला। फेरि भेटौँला अर्को एपिसोडमा। तबसम्मको लागि म आकाश तामाङ बिदा चाहन्छु। हस्त नमस्ते।